to my channel Susu Vlog. अनि हजुर सबैलाई चाहिँ ह्यापी दसैँ भन्न चाहन्छु म। आज चाहिँ दसैँको के अरे आज चाहिँ नवमी, सो नवमी चाहिँ आज हामी जहिले पनि नवमी पूजा गर्न लागिरहेछौँ। अनि पहिलाको लास्ट इयर चाहिँ हामीले केही पनि पूजा गर्न पाएनौँ, सो यो इयर चाहिँ हामी पूजा गर्न लागिरहेछौँ होइन। सबै सामान रेडी भइसकेको छ। सामान खोइ त त्यो लेमन मुनि भुइँमा राखेको अभी लगायो न उसमा इन्जिनमा नि अगाडि गरिदिनु चाहिँ पूजा गर्ने होइन यसरी। यो त अर्को गाडीले हाल्नु नि त्यही त अर्को गाडीले पाल्नु न। अहिले दुईजना अहिले यसो गर्नुपर्छ होइन हो त दुईवटा हालेको हो न। गाडी पनि पूजा गरिसके है जे नरिवल फुटाउन लागिरहेछौँ है। ल एकतालमा है एकतालमा सबै अब गाडी पनि पूजा गऱ्यो नरिवल पनि फुटायो है। अब अनि सो आज चाहिँ अब साथीले घरमा बोलाएको छ दसैँको लागि, अनि हामी त्यहाँ पनि जान्छौँ गाडी पूजा गरिसकेपछि। मेरो पार्सल आएको छ होइन। हामी पनि यता साथीकोमा आइसक्यो। अब हामीलाई कुरिरहनु भएको होला, ढिलो पनि भयो आउनुले। मगर अर्डर गरेको थिएँ, सो आज आइपुग्यो। अनि म चाहिँ आज दसैँको दिन लाउनु लागिरहेको छु। यो नाकमा पुरी लाउँछ हामीले कपाल बिग्रेन भने। ल कस देख्यो Hello everyone, welcome back to my channel Susu Vlog. आज हामी चाहिँ दसैँको दिन अनि हामी चाहिँ आज यता एकछिन बाहिर फोटो खिच्न आएको। म चाहिँ मगर ड्रेसमा छु अनि यता मगर ड्रेसमा छ एकजना।
अब हामी चाहिँ गएर फोटोहरू खिच्यो होइन अनि अब हामी चाहिँ गएर टिकाहरू लाउनु लागेको अब साइडमा त लाउनु पाएन नभ्याएर अब टिका चाहिँ गएर लगाउँदैछौँ हामी सो त्यतिखेरको भिडियो राख्दैछु फर्स्टमा अमृतले आफूले टिका लगाएर सुरु गर्दैछ घाँटी जानु भनेको लाउँछ नि आफूलाई पैसा त के दिँदै त्यही जमरा लाउने पासा उठाउने यार जमरा लाउने एक टोल उहाँ माथि ढाको डोरी माथि राख्दा हुन्छ ल ठिक छ हामी चाहिँ सबैजना यहाँ भेट भइसकेको छ उहाँहरू चाहिँ नेवार अब चाहिँ अमृतको टर्न रमाइलो भइरहेछ अनि लाइक शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला